यहाँलाई स्वागत छ। अहिलेको जुन प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ त्यसबारेमा हामी कुराकानी गर्न गइरहेका छौँ। यो धनुषाको क्षेत्र नम्बर 1 मा आइपुगेका छौँ। हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका उम्मेदवार धनुषा नम्बर क्षेत्र 1 का रामपर्दल शाहजी हामी बीच हुनुहुन्छ। स्वागत छ रामपर्दल जी। धन्यवाद, नमस्कार, जय नेपाल। रामपर्दल जी, यो फागुन 21 गते आसन प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ। यसले कुन रूपमा लिनु भएको छ? यसलाई हामी पर्वको रूपमा लिएका छौँ। हामी सचेर आएको काङ्ग्रेस हौँ र अब देशलाई सच्याउनु छ, सुशासन कायम गर्नु छ र यो हामी मात्र होइन, हाम्रो सभापतिजीले भनिसक्नु भएछ कि काङ्ग्रेस अब दास र लासको पार्टी होइन। जेएनजी विद्रोहको जुन एजेन्डा छ त्यो एजेन्डा पुरा गर्नको लागि हामी यसलाई पर्वको रूपमा लिएर अगाडि बढिरहेछौँ। यो चुनाव तपाईँलाई लागेन कि नेतालाई मात्रै लागेको छ, उम्मेदवारलाई मात्रै लागेको छ? यहाँका आम जनतालाई यति पनि थाहा छैन कि चुनाव कुन मितिमा हो, उम्मेदवार को हो। तपाईँहरूलाई प्रचार प्रसारमा कतै कमजोरी गर्नुभएको त छैन? होइन, अब तपाईँ कसरी बुझ्नुभयो मलाई लाग्दैन। यो मुलुकमा अहिले हरेक नागरिकको हातमा मोबाइल छ। तपाईँको माध्यमबाट जति समाचार जान्छ त्यो हरेक नागरिकले हेरिरहेका छन्। जो बुढापाका छन् उसलाई युवा युवतीले आफ्नो आमा बुवा हजुरबुवालाई सम्झाउँछन् कि बुवा 21 गते निर्वाचन हो। यो निर्वाचन किन हो? तो देशमा सुशासन ल्याउनको लागि यो निर्वाचन। जेएनजी पुस्ताको जुन विद्रोह भयो नि त्यो मागलाई आत्मसात गरेर नेपाली काङ्ग्रेस आफू परिवर्तित भएर परिवर्तन गरेर आफूमा कमी कमजोरी सारा गन्दगी साफ गरेर गगन थापाजीको एजेन्डाबाट र उहाँको सोच र उहाँको साथमा त्यो एजेन्डालाई म रामपर्दल शाह हनुमानजीको रूपमा लिएका छौँ। नेता तपाईँ भन्नुभयो, हामी नेता होइन, हामी सेवक हौँ। जनप्रतिनिधि सेवक हुन्छ भने काङ्ग्रेस दुई चिराबाट अहिले निर्वाचनको बेला एकीकृत भएका छन्। यस्तो अवस्थामा अन्तर्घात हुने सम्भावना बढी हुन सक्छ, किनकि अहिले मञ्चमा बसेर एक भएका छन्, तर जुन साथीले टिकट पाएन वा जुन साथीले अवसर पाएन भने त्यसबाट अन्तर्घातको सम्भावना बढी हुन्छ। यस्तोमा तपाईँ आफ्नो जितको कतिको सहज देख्नु भएको छ? तपाईँले क्वेसन पनि राम्रो राख्नुभयो। म एउटा सानो उदाहरण दिन्छु। महाभारत त हामी सबैले हेरेका छौँ। हाम्रो त इतिहास हो नि महाभारत। महाभारतमा यत्रो 18 दिनको लडाइँ, भीष्म पितामह, कुलगुरु कृपाचार्य, द्रोणाचार्य, 100 भाइ साराको विध्वंस भयो। दानवीर जस्तो कर्मको मृत्युको शैय्यामा जानु पर्यो। तर महाभारत समापन भएपछि हस्तिनापुरको राजा को भयो त? त्यही परिवारको भयो। इन्द्रप्रस्थको राजा दानवीर कर्णको पुत्र भयो। हाम्रो पार्टी जतिसुकै आपसमा झगडा विभेद भए पनि एकजुट भएर काङ्ग्रेस अहिले तपाईँ हेरिसक्नु भएछ कि जनताको माझमा सचेर हाम्रो सभापति आदरणीय शेरबहादुर दाइ पुरा सपोर्टमा भएर त्यहाँ पनि नयन सिंह महर्जीलाई उम्मेदवार बनाएका छन् र उसको उम्मेदवारमा देशभरि आफ्नो सारा हाङ्गा बाङ्गा सबलाई काङ्ग्रेस एक ढिका छन्। काङ्ग्रेसमा कहीँ फुट छैन। तपाईँ अहिले नै हेर्नुहुन्छ
यो बेलामा कि सबै साथी जति पुराना साथी भुले भट्केका थिए अरू अरू पार्टीमा गइसकेका थिए त्यो सब साथी आफ्नो घर फर्किरहेछ र हामी उसलाई स्वागतपूर्ण आफ्नो काँधमा काँध मिलाएर अगाडि बढिरहेछौँ। त्यसकारण कहीँ पनि फुट छैन। हामी एकताका साथ एकबद्ध भएर बुलन्द आवाजका साथ अगाडि बढिरहेका छौँ। अब अन्त्यमा यो धनुषा क्षेत्र नम्बर 1 खास गरी यो नेपाली काङ्ग्रेसको गढ मानिएको क्षेत्र नम्बर हो। विगतको उदाहरण हेर्ने हो भने नेपाली काङ्ग्रेसले यस क्षेत्रमा अधिपत्य जमाउँदै आएको छ, भोटर पनि त्यतिकै छ। जेएनजी आन्दोलनपछि देशमा बदलिएको परिस्थितिसँगै नेपाली काङ्ग्रेसले आफूलाई रूपान्तरण गर्न सफल भएको छ। एउटा नयाँ दिशा र एउटा नयाँ रूप दिन, स्वरूप दिन सफल भएको छ। यस्तो अवस्थामा खास गरी जुन बदलिएको काङ्ग्रेस हो, बदलिएको काङ्ग्रेसमा तपाईँले पनि अवसर पाउनुभयो। मलाई लाग्छ सायद तपाईँको यो पहिलो निर्वाचन होला। यस्तो अवस्थामा यही जेएनजी आन्दोलन क्रममा अधिकांश दलहरू, नयाँ नयाँ केही दलहरू पनि उत्पन्न भएका छन्। अधिकांश दलहरूले परिवर्तनको खोजी मागिरहेका छन्। यो नयाँ केही नाराहरू दिइरहेका छन्। तपाईँले आफ्नो कुन एजेन्डा जनता समक्ष लिएर जानुहुन्छ? बदलिएको काङ्ग्रेस एकातर्फ संहिता विरोधी, एकातर्फ संहिता बचाउने खालको अहिलेको जुन मुभमेन्ट छ, त्यसमा तपाईँले कुन एजेन्डा लिएर जनता समक्ष जानुहुन्छ र जनताले तपाईँले विश्वास गरेर मत दिन्छ? सबभन्दा पहिला त जनता जनार्दन हो र म उहाँको सेवक हो, जनप्रतिनिधि उहाँको सेवक हो, शासककर्ता होइन। यो क्षेत्रमा का जनता सदैव काङ्ग्रेसका जुनसुकै उम्मेदवार भए पनि उहाँले माया गर्नुहुन्छ। किन कि काङ्ग्रेस सदैव सत्यको पक्षमा छ। काङ्ग्रेस सदैव जनताको माझमा छ र हाम्रो पार्टीले जुन विशेष महाधिवेशनबाट एजेन्डा ल्याएछ। तपाईँको एजेन्डा के हो जनताको बिचमा? मेरो केही एजेन्डा होइन। अनि जनता कसरी विश्वास गर्छ? अब म तपाईँको एजेन्डा छैन भने जनता जनार्दन हो, मेरो होइन, पार्टीको र मेरो पनि पार्टीको पहिला एजेन्डा हो। पहिला पार्टी हो, तब म त एउटा व्यक्ति छु, म एक्लै केही गर्न सक्दिनँ। तर सङ्गठनको, हाम्रो सङ्गठनको एजेन्डा सुशासन, भ्रष्टाचार निर्मुक्त समाज, शिक्षा, स्वास्थ्य, रोजगार, यो हाम्रो पार्टीको र मेरो पनि, म त यसको भाग छु। हामी यसलाई आत्मसात गरेर जनताको माझमा जान्छौँ र खास गरेर व्यक्तिगत रूपमा कृषि प्रधान हाम्रो देश हो। कृषि अहिले हरेक किसानको खेतमा पानी चाहियो, खाद चाहियो, हाहाकार छ। के यो मुलुकमा हामी एउटा फ्याक्ट्री निर्माण गर्न सक्दैनौँ खादको, जो कि हरेक किसानको घरमा खाद जानु पर्यो? हाम्रो बिपी कोइरालाले कल्पना गर्नुभएको थियो, जननायक, हरेक किसानको घरमा एउटा गाई होस्। किन कि उहाँ दुध खाएर स्वस्थ होस्। हरेक किसानको खेत होस्, खेतमा पानी जाओस्, धान फलोस्, तरकारी फलोस्। त्यो सपना हामीलाई साकार पार्नु छ। अब स्थानीय त दुई पटकदेखि तपाईँकै पार्टीको हो। नेपाली काङ्ग्रेस पटक पटक सत्तामा गएको हो, अहिलेसम्म किन समाधान हुन सकेन त? यो तपाईँले भन्नुभयो काङ्ग्रेसले गरेछ, गरेका छैन भन्ने छैन, तर यो धेरै गर्न बाँकी छ, जसका लागि तपाईँ उम्मेदवारी दिनुभएको छ। त्यसकारण जहाँ कमी कमजोरी भएछ पार्टीमा परिवर्तन आएछ। त्यसका अगुवा हाम्रा आदरणीय सभापति गगन थापाजी हुनुहुन्छ। हामी त उसको हनुमान हो। पार्टीलाई जोगाउने, जनतालाई जोगाउने, जनताको प्रतिनिधि बनेर हामी जान्छौँ। अनि हामी चुनाव जितेपछि
यो देशको सरकार गगन थापाको सरकार बन्छ अनि यो सारा समस्या 5 वर्षमा हामी निर्मूल गर्छौँ। हवस् सर नेताजी नमस्कार। आगामी यात्रामा पुनः नयाँ उम्मेदवारसँग हामी भेट्नेछौँ। तबसम्मको लागि यो इलेक्सन एक्सप्रेसबाट हामी बिदा हुन्छौँ। धन्यवाद, नमस्कार।